तपाईको पछिल्लो इन्स्टाग्राम स्टोरी हेर्दाखेरि तपाईको पारिवारिक पनि झगडा भएको हो कि पीडाले भए पनि मेन्टेन गरेर भए पनि अगाडि देख्दाखेरि तपाईँलाई राम्रै लागेको छ भने पुग्यो। कमजोरीलाई साइड लगाउन सकिन्छ। म अगाडि बोल्न, आफ्नो ओपिनियन राख्न या आफ्नो कुराहरू राख्न अलिकति डर लाग्ने भएर मात्र हो। अहिले पनि छ, नर्भस छु, एकदम डर लाग्छ। त्यो नर्भसनेस आउँछ, हात काम्न थाल्छ। मेसेजहरू आइराख्दाखेरि चाहिँ मलाई मात्र नभएर मेरो वरिपरिको सर्कलहरूलाई पनि फरक पर्ने भएको भएर चाहिँ बोल्दाखेरि चाहिँ अलिकति होस पुऱ्याउनु पर्ने रहेछ भन्ने भएको मात्र हो, त्यति हो। क्यामेरा हटाइदिनुहोस्, म मजाले बोल्छु तपाईँसँग, तपाईँले मलाई चिन्नुहुन्छ पर्सनली पनि होइन। कहिलेकाहीँ कस्तो हुँदो रहेछ भन्दाखेरि मान्छे एउटा लेभलमा पुगिसकेपछि सानोतिनो गल्तीहरू माफ गर्न सकिँदो रहेछ कि। अनि ठिक छ, म आफू अब मैले पनि धेरै सुधार गर्नुपर्ने छ, नभएको होइन, सुधार गरि पनि राखेको छु। तर क्रिटिसाइज गर्न पाइन्छ। क्रिटिसाइज गरेर कसैलाई तपाईँको यो राम्रो भएको छैन, तपाईँले यो राम्रो गर्नुपर्छ भनेर भन्दाखेरि त खुसी लाग्छ नि। ए है, मेरो बारेमा त राम्रो चित्त दिइराख्नु भएको छ भन्ने हुन्छ होइन। तर एकदमै नराम्रो तुच्छ तरिकाले परिवारलाई नै गाली गर्ने गरी मिडियामा यसरी उपस्थित हुन अलिकति डर लाग्छ मलाई। नभएको होइन, मेरो चलचित्र नआएको भन्दा पनि चलचित्र आए पनि म अगाडि बोल्न, आफ्नो ओपिनियन राख्न या आफ्नो कुराहरू राख्न अलिकति डर लाग्ने भएर मात्र हो। अहिले पनि छ, नर्भस छु। मलाई क्यामेराहरू एकदम धेरै क्राउडहरू भइसकेपछि एकदम डर लाग्छ। त्यो नर्भसनेस आउँछ, हात काम्न थाल्छ। मैले 3-4 दिन अगाडिदेखि प्रिपेयर गरेर बसिरहेको छु। म आज यो बोल्छु, हर्षको बारेमा यस्तो यस्तो भन्छु, डिरेक्टरको बारेमा यस्तो यस्तो भन्छु भनेर। तर अब 3 दिनदेखि प्र्याक्टिस गरे पनि क्राउड आइसकेपछि बिर्सिँदो रहेछ कि। अनि त्यही भयो अहिले पनि। र ट्रेलर अब रिलिज भएको छ। हाम्रो डाइरेक्टर एकताजी, उहाँको पहिलो चलचित्र हो। अब पहिलो चलचित्र भइसकेपछि कमी कमजोरी पनि हुन्छ, अभियसली छ पनि होला होइन। हामीले अब चलचित्र पुरै हेर्न पाएको छैनौँ। तर त्यो भन्दैमा जति पनि उहाँले राम्रो काम गर्नुभएको छ, कमी कमजोरीलाई साइड लगाउन सकिन्छ। किन भन्दा उहाँको राम्रो कामहरू चाहिँ अझ धेरै ठुलो छ भनौँ न। कमी कमजोरी भन्दा पनि कहिलेकाहीँ कस्तो हुँदो रहेछ भन्दाखेरि मान्छे एउटा लेभलमा पुगिसकेपछि सानोतिनो गल्तीहरू माफ गर्न सकिँदो रहेछ कि। सो उहाँले एउटा पारिवारिक चलचित्र बनाउनु भएको त छ। तर अब दर्शकहरूले कतिको रुचाउनुहुन्छ, कतिको माया गर्नुहुन्छ, उहाँको कमी कमजोरीलाई कतिको नजरअन्दाज गर्नुहुन्छ, त्यो चाहिँ अब मङ्सिर 12 पछि नै थाहा हुन्छ होइन। अनि अब ट्रेलर आइसकेको छ हजुरमाझ। अब आफ्नो ठाउँबाट आफूले सक्ने सहयोग गरौँ हामी सबैजनाले, हामीले पनि, हजुरहरूले पनि। किन भन्दाखेरि अब नयाँ कोही मान्छे आउन खोजिराख्नु भएको छ भने हामी सबैजनाले स्वागत गर्नुपर्छ जस्तो लाग्छ। हाम्रो चलचित्र क्षेत्रलाई नयाँ नयाँ डिरेक्टर, राम्रो डिरेक्टर, राम्रो प्रड्युसर्स, राम्रो फिल्म मेकर्सहरूको खाँचो छ जस्तो लाग्छ मलाई। अहिले पनि हुनुहुन्छ, तर अझ धेरै राम्रो चलचित्र आओस् न भन्ने हो होइन। त्यही अब बाँकी चाहिँ सबै मङ्सिर 12ले नै बोल्छ जस्तो लाग्छ अहिले मैले बोल्नुभन्दा पनि। अब एक्सपिरियन्स सुनाउनु पर्दाखेरि चाहिँ एकदमै रमाइलो, एकदमै नै रमाइलो। सबै टिमले नै एकदमै राम्रो काम गर्नुभएको छ। हाम्रो डिरेक्टर, प्रड्युसर, एक्टर्स, डिओपी, हाम्रो किचन डिपार्टमेन्ट, हाम्रो टेक्निसियन डिपार्टमेन्ट, हाम्रो मेकअप, हाम्रो सबैजनाले एकदमै राम्रो काम गर्नुभएको छ। र एउटा नाम छुटाउनु नहुने नाम चाहिँ ईश्वर दाईको हो। उहाँले गर्दाखेरि म आज यो चलचित्रमा आबद्ध हुन पाएँ। म खुसी छु यो चलचित्रमा काम गर्न पाउँदा। हाम्रो नयाँ नयाँ टिमहरूसँग, नयाँ नयाँ टेक्निसियन्सहरूसँग, नयाँ नयाँ एक्टर्सहरूसँग काम गर्ने मौका पाएँ। र हाम्रो निरसा सर, सन्तोष पन्त सर, शर्मिला म्यामहरूको आशीर्वादको साथ अगाडि बढिरहेछौँ हामी। सो होपफुली राम्रो हुन्छ होला। त्यही हो, साथ सपोर्ट सहयोग गरिदिनु भन्न चाहन्छु। थ्याङ्क यू सो मच। किन मिडियासँग डराउनु थाल्नुभयो? किन तपाईँको मनमा डर आयो? 3 दिनदेखि किन प्रिपरेसन गर्नु पर्यो तपाईँलाई हिजो? होइन, कस्तो हुन्छ भन्दाखेरि कुनै पनि ट्रेलर रिलिज या प्रिमियरमा गएर अगाडि बोल्दाखेरि चाहिँ मलाई हजुर हाम्रो चलचित्र राम्रो बनेको छ, गएर हेरिदिनु होला, बाहेक अरू केही पनि भन्न आउँदैन थियो कि। अनि त्यही भएर चाहिँ यो सबै चिजहरू मिलाउन, त्यो शब्दहरूको वर्ड्सहरूसँग प्ले गर्न होइन, कुन शब्दलाई कतिखेर राख्ने, कुन शब्दलाई कहाँ राख्ने भनेर त्यसरी मिलाउन चाहिँ नआउने हो। अब क्यामेरा हटाइदिनुहोस्, म मजाले बोल्छु तपाईँसँग, तपाईँले मलाई चिन्नुहुन्छ पर्सनली पनि होइन। तपाईँले मलाई यो सबै क्यामेरा हटाइदिनुहोस्, म एकदमै फ्रेन्डली हुन्छु होइन। तर क्यामेरा भइसकेपछि हामी मात्र रहँदैनौँ कि। क्यामेरा भइसकेपछि 3 करोड जनताहरू भइदिनुहुन्छ कि। अनि त्यो भइसकेपछि 3 करोडमा 20 लाख 30 लाखले राम्रो भनिदिनुहुन्छ होला, बाँकी सबैजनाले तेरो बोली भएन, तँलाई बोल्न आउँदैन भनेर भनिदिनुहुन्छ कि। अनि ठिक छ, म आफू अब मैले पनि धेरै सुधार गर्नुपर्ने छ, नभएको होइन, सुधार गरि पनि राखेको छु। तर क्रिटिसाइज गर्न पाइन्छ। क्रिटिसाइज गरेर कसैलाई तपाईँको यो राम्रो भएको छैन, तपाईँले यो राम्रो गर्नुपर्छ भनेर भन्दाखेरि त खुसी लाग्छ नि। ए है, मेरो बारेमा त राम्रो चित्त दिइराख्नु भएको छ भन्ने हुन्छ होइन। तर एकदमै नराम्रो तुच्छ तरिकाले परिवारलाई नै गाली गर्ने गरी कमेन्ट्सहरू आइराख्दाखेरि, मेसेजहरू आइराख्दाखेरि चाहिँ मलाई मात्र नभएर मेरो वरिपरिको सर्कलहरूलाई पनि फरक पर्ने भएको
भएर चाहिँ ल बोल्दाखेरि चाहिँ अलिकति होस पुऱ्याउनु पर्ने रहेछ भन्ने भएको मात्र हो, त्यति हो। तपाईँको पछिल्लो इन्स्टाग्राम स्टोरी हेर्दाखेरि तपाईँको पारिवारिक पनि झगडा भएको हो कि केही टाइपको आइरहेछ, त्यसको बारेमा तपाईँ बोल्न चाहनुहुन्छ, क्लियरिफिकेसन दिन चाहनुहुन्छ भने दिन सक्नुहुन्छ। म चाहदिनँ भन्न पाइन्छ? हस्, थ्याङ्क यू। ओके विशाल त्यहीबाट वर्षाजी एकदम धेरै घट्नु भएछ हैन, अलिकति मेन्टेन हो कि पीडाले? कस्तो लाग्छ भन्दाखेरि अब पीडाले भए पनि मेन्टेन गरेर भए पनि अगाडि देख्दाखेरि तपाईँलाई राम्री लागेछ भने पुग्यो। हस्, थ्याङ्क यू। डाइट साहब अब अमेरिका पढेर आउनु भएको होइन, पढेर आएर यो फिल्म गर्न चाहिँ के डिफ्रेन्ट हुँदो रहेछ? के तपाईँले सिनेमा इन्डस्ट्रीको बारेमा ओहो यस्तो फिल्म बनाउँछु भनेर सोच्नु भएको थियो होला? अरूले बनाएको फिल्म चाहिँ यहाँ भएन त्यो भएन भने दिमाग आउँथ्यो होला पढिरहँदाखेरि होइन, अब आएर अहिले बनाउँदाखेरि चाहिँ के फरक पाउनुभयो? यस्तो हुन्छ, कुनै पनि अमेरिका मात्र होइन, चाहे तपाईँ यो फिल्म मेकिङको स्कुल मात्र होइन, कुनै पनि स्कुलमा जानु भनेको तपाईँले टेक्निक सिक्न जान्ने हो है। क्रिएटिभिटी कहीँ पनि सिकाइँदैन है। भिजुअली कसरी प्रेजेन्ट गर्ने, कसरी कथा भन्ने कुरा चाहिँ कहीँ पनि सिक्नुहुन्न, त्यो तपाईँ नै आफूमा नै ट्यालेन्टेड हुनुपर्छ। अनि त्यही भएर मैले पनि यहाँ मैले चाहिँ यो भन्न चाहन्ने कि म अमेरिकाबाट आएको, एकदमै राम्रो फिल्म मेकिङ छ, एकदमै हेर्नुपर्छ भन्दिनँ म। किन भन्दाखेरि चाहिँ मैले त्यहाँ चाहिँ डेफिनेटली यो क्यामेराको टर्म्स एन्ड टर्मिनोलोजीहरू अनि चाहिँ इन्टरनेसनल मुभीहरूसँग एक्सपोजर मिल्छ। डेफिनेटली यो कथालाई यसरी भन्नुपर्छ, यो कथालाई यसरी भन्नुपर्छ भन्ने कुरा चाहिँ सिकिन्छ। तर म चाहिँ त्यसमा चाहिँ म यस्तो भन्दिनँ कि म फिल्म बाहिरबाट पढेँ भन्दैमा मेरो हुनहार हुन्छ भन्ने भन्दैन। किन भन्दाखेरि विकनेस त कोही पनि एक्सपर्ट हुँदैन, चाहे त्यो स्टिभन स्पिलबर्ग्स हो या म आफै नै है। त्यही भएर चाहिँ म उताबाट चाहिँ टेक्निक पढेर आएको हो, तर मेरो यो कथा चाहिँ पुरानै हो, मैले भोगेकै मैले देखेको हामी वरपर देखेकै कहानी हो। कहानीमा केही नयाँ नौलो भन्ने छैन, तर त्यही कहानीलाई चाहिँ मेरो क्षमताले भ्याएसम्म र मेरो टेक्निक जुन मैले त्यहाँ न्युयोर्क एकाडेमीमा पढेको टेक्निकलाई त्यो दुईटाको मिश्रणले चाहिँ यो बनाएको चाहिँ मुभी हो। यो मुभी ओके, गुड क्वेसन। मैले चाहिँ यो फिल्म बनाउँदाखेरि मैले सबैजनालाई के भन्छु भने मलाई चाहिँ फिल्म किन बनाउन लाग्छ भन्दाखेरि यो फिल्म किन बनाउनु चाहिँ मलाई एकदमै अरूलाई कस्तो फिल्म मनपर्छ भन्दाखेरि पनि एज अ डिरेक्टर एज अ राइटर चाहिँ मलाई कस्तो मुभी हेर्न मन लाग्छ भन्नेमा जोड दिन्छु क्या म। किन मलाई पनि मन पर्नु पऱ्यो नि होइन। अनि चाहिँ पारिवारिक मुभी चाहिँ धेरै समयपछि नेपालमा अहिले चाहिँ राम्रो इन्डस्ट्रीमा अलिक धेरै पछि आएको छ। भर्खरै पराण पनि आएको छ, एकदम राम्रो सुनेको छु है। अनि अहिले चाहिँ बिस्तारै बिस्तारै पारिवारिक मुभी आएको छ र किन हेर्ने भन्दाखेरि चाहिँ एउटा एकदमै संवेदनशील पारिवारिक मुभी हो। तपाईँले नै भोग्नुभएको, मैले पनि भोग्नुभएको। अनि मैले भने नि जब थिएटरमा आउनुहुन्छ एउटा एकदमै पारिवारिक माहौल पाउनुहुन्छ र थिएटरबाट बाहिर जाँदाखेरि चाहिँ हर्षमय भएर खुसी भएर जाने एउटा एकदमै इमोसनल राइड येट ह्याप्पी एक्सपिरियन्स लिएर चाहिँ जाने माहौल छ यो फिल्मको। त्यसैले हेर्नुपर्छ भन्ने जस्तो लाग्छ मलाई। एउटा लास्टमा वर्षाजीलाई सोधौँ नि त। अब यो पारिवारिक फिल्म हो, परिवारको कुरा छन्, झगडा पनि छन्,